नमस्कार। सबैभन्दा कम पैसामा कसरी धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गर्ने भन्ने बारेमा म यो भिडियो बनाउन गइरहेको छु। यो हाम्रो भिडियो करिब 3 दिनको हो। हाम्रो गुरुआमाले सधैँ हामीलाई खानपिनको व्यवस्था गर्नुहुन्छ सधैँ। अहिले हामी यो गुल्मीको हर्मिचौरमा मुक्तिनाथ जाने यात्रामा आउँदैछौँ। यसरी चाहिँ फलफ्रुट ल खाम 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 ल दाइ के रहेछ भन्ने थियो भयो नि रहस्य त्यही मैले भनेको त पुग्यो नि दाइ। 3 दिनको हामी सन्धिखर्कबाट रेडी हुँदै त्यस दिन माघ 1 गते माघी मेलामा स्नान गर्यो। स्नान गरिसकेपछि चौरमा गएर खाजा खायौँ। त्यसपछि हामी बागलुङ आनन्दको छ यो जोमसोम हो। कृपया यो करिब 200 रुपियाँ कपको चिया खाँदा पनि हाम्रो टोटल खर्च 4500 भन्दा कम छ एकजना व्यक्तिको। कृपया यो कसरी गर्न सकिन्छ भन्ने कुराहरूको लागि हजुरहरूले पुरा भिडियो हेर्नु होला। अन्तिममा यस भिडियोको हामीले खर्च कसरी गरेका थियौँ र कसरी गयौँ हाम्रो कम खर्चमा भन्ने कुराहरू म हजुरहरूलाई यस भिडियोमा बताउन गइरहेको छु। हेर्नुहोस्, यति मनमोहक धार्मिक पर्यटकीय स्थलहरूमा हामी जाँदाखेरि अलिक कम खर्चमा जान सकिन्छ र हामीले 2 रात होटलमा बास बसेका थियौँ भने तेस्रो रातमा हामी आफ्नै घरमा फर्केका थियौँ। यो हामी म्याग्दीको तातो पानीमा रहेको एउटा स्थानमा यसरी हामी सबैजना बसेर खाना पकाएर खान्छौँ। आज हामी बिहान 5:30 बजीबाट हिँडेर त्यसको जानकारीको लागि मुक्तिनाथको दर्शन गरेर त्यो हामी सबै सन्धिखर्क अवस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा यो यसरी नाच्दै गाउँदै बस्दै सबै ठाउँहरू हेर्दै नेपालबाट गएका थियौँ। मुस्ताङको मनमोहक हिउँपालको फेद यो स्याङ्जाको पुतली बजार नगरपालिका वार्ड नम्बर 2 मा रहेको हुनीकोट होमस्टे इको होमस्टे यहाँ छ। हेर्नुहोस् एकदमै राम्रो छ। यहाँ आउनलाई बाटोलाई अलि सानो गाडीको बाटोको समस्या छ। सम्पर्क गर्नु होला। बिहान साँझ आज हाम्रो भ्रमणको तेस्रो दिन हामीले यसरी बाटामा खाना पकाएर हाम्रा दीपक भाइले कम्तीमा 45 मिनेटमा 24 जनालाई खाना पकाएर भात खुवाएर यी डम्म खाना ल कस्तो छ म्याडम भाउजू कस्तो छ सुशीला कस्तो छ नि सुशीला कस्तो छ खाना मिठो छ नि म्याडम ल मिठो छ धेरै खानी होइन हामीलाई चाहिन्छ कस्तो छ ओ म्याडम कस्तो छ खाना ठीक छ मिठो छ दीपकलाई त के सोध्ने र ल यी हाम्रा भाइ हुनुहुन्छ यी हाम्रा चालक एकदमै अनुशासित। तपाईँले कोही जान पर्यो भने कति हाम्रो गाडी नम्बर हाइस देउराली यातायातको हाइसलाई हामीले आफै गएर खोजेर लिएर आएका पनि कोही नरिसिनी आनन्दले लिएर जाने टुरमा जाँदाखेरि उहाँलाई लिएर हिँड्नुहोस् है एकदम बाटोको पनि सबै थाहा भएको हाम्री नानी डाक्टर प्रोफेसन उहाँ बहिनी उहाँ हाम्रा भविष्यका कर्णधार अहिले मोबाइल हेर्दै खाँदै गर्नुहुन्छ। हेलो गरिदिउँ हेलो ल ए धन्यवाद। र स्याङ्जा आएर हामीले होमस्टेमा बास बस्यौँ। हामी आउँदाखेरि हामी रानीमहल आएर यसरी बाटोमा खाएर 45 मिनटमा हामीले सब काम सम्पन्न गरेर आयौँ। उहाँ पुग्न सरहरू यत्न पुग्न खाइयो कि सर कति मिठो हेलो भर्खरै मात्र खाएर समाप्त कल अड्डाउने भनेको फेरि बसेँ मैडम त कति डराउनु